hello and everyone, welcome back to my another video. I hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। आज चाहिँ घुम्न भनेर हामी दाजुभाइ समुद्रतिर आएको, तर हावाले चाहिँ हामीलाई नै घुमाउला जस्तो गरेर हामी चाहिँ फेरि घुम्न भनेपछि कपडा लिएर हिँड्ने हो क्या। फेरि लुगा लाएर फोटो खिच्न भनेर आएको छौँ। कुन फोनदेखि होला यो भिडियो चाहिँ तपाईँहरू चिन्नु होला, कमेन्ट गर्नु होला है। कमेन्ट कुन फोनदेखि खिचेको भिडियो हो यो। देख्न सक्नुहुन्छ समुद्रको छाल, हावा उस्तै छ। हामी चाहिँ यस्तो हावामा पनि एउटा टी सर्ट लाएर, नेपाली हो नि त, त्यही भएर मन डह्रो बनाएर हिँडिरहेछौँ। अब भरे कोठामा पुग्दाखेरि चाहिँ के हुन्छ हालत, यस्तो छ यहाँको अवस्था। ऋषि धमालाले भने जस्तो यस्तो के पो भन्छ, हेर्नुहोस् यहाँ हामी प्रत्यक्ष प्रसारणमा छौँ। हेर्नुहोस् यहाँ प्रत्यक्ष प्रसारणमा छौँ, के भइरहेछ यहाँ। दामी छ है, दामी। तपाईहरु कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला यो भिडियोको क्वालिटी कस्तो छ र कुन फोनदेखि खिचेको भनेर चाहिँ तपाईहरु कमेन्ट गर्नु होला। यो साथीभाइहरू हामी आज यसो घुमघाम गर्दै फोटो खिच्नलाई निक्लेको भन्नुहुन्छ भने हावा र यहाँ सामुद्रिक आँधी चाहिँ कत्रो आएको छ भने छाल चाहिँ कुवेतको टावर चाहिँ त्यो हो क्या, कुवेत सिटीको टावर चाहिँ त्यो हो। त्यहाँ पनि हामी एक दिन जानुपर्छ। अनि फोटोसोटो सुट गरियो एकदमसँगले, ठाउँ चाहिँ यस्तो छ बवाल। अब चाहिँ हामी फर्केको कति 9:30 भयो। अब देख्न सक्नुहुन्छ यहाँ छाल हेर्नु त, हावाले त धन्न लुगा चाहिँ बोकेको थिएँ 2-3वटा र लुगा लगाएर त आनन्द भएको छ, तर गाईको चाहिँ हरिबिचक भएको छ। कस्तो अवस्था भयो, कस्तो महसुस हुँदैछ तपाईँलाई घुम्न आउँदाखेरि? यो त अविस्मरणीय छ। अविस्मरणीय छ, कहिल्यै बिर्सिन सकिँदैन। यो कम छ यो अवस्थामा घुम्न गइएको थियो भन्ने एउटा मोमेन्ट चाहिँ खत्रै भएन। दुई भाइ दाजुभाइ समुद्र घुम्न आएको के को हावाले हामीलाई नै घुमायो। लुम्लेको हावा त के छ, लुम्लेको हावा के हावा, सिटीको हावा त्यस्तो हावा क्या। अनि हुन त हामी मान्छे हावा हो हिँडेर होला क्या, धेरै हावा। हुन त हामी मान्छे हावा हो हिँडेर होला क्या, धेरै हावा। हामी मान्छे हावा। अब त्यही हो, रमाइलो क्षणहरू कोही कोही बेला लिनुपर्छ। तर यहाँबाट हेर्दा चाहिँ समुद्रको कलरै त्यतापट्टि निलो छ नि, त्यसै अलिक गइरहेको छ। यता किनभने हालिरहेको हो, त्यो उतापट्टि निलो देखिएको छ, यहाँबाट त्यो निलो भनेपछि त्यो सबै हो। त्यही हो साथीभाइहरू, हामी चाहिँ अब यस्तै फोटो खिचेर अब 90% सक्यो। अब हामी फर्केको एउटा खिच्यो भने त्यही हो। अब मैले पानीको छाल त पछि नै आइपुग्छ। हेर्नु त कस्तो छाल चलेको छ यहाँ। अस्ति म आएको पनि यही ठाउँ हो साथीहरू, तपाईँहरूलाई थाहा छँदैछ। अस्ति मैले 2टा भ्लग हालेको थिएँ यता आएर। यहाँ धेरै पछाडि दाइसँग अस्ति त एकै आएको
भित्रको छाल देख्नु त्यही हो घाम लागेको छ मस्तसँगले उग्रेको छ यस्तै अनि हामी चाहिँ यो खुल्ला उग्रेको मौसममा उग्रेर फोटो खिच्यो धेरै पछाडि अब मैले भ्लग हाल्दैछु लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिन नबिर्सिनु होला बबाल छ ठाउँ यहाँ यो के रहेछ संसद सुल्तान महल कुवेत सिटीको राजदरबार हो नेपालको के अरे सिंहदरबार नारायण सुल्तान सुल्तान चाहिँ के हो कसको नाम ए त्यही त अब हामी अघि पिसाब लागेर मर्ने बेला भयो क्या च्यापेर अनि यहाँ सुल्तान महलभित्र छिरेर महल सुल्तान महलभित्र गएर पिसाब हानेर चाहिँ हामी फोटो खिच्न निक्लेको के छ फोटो हामीले अवस्था भयो